सुकुम्बासी राखेको होल्डिङ सेन्टरमा पुगे कुलमान घिसिङ। बच्चाहरू स्कुलमा गएको छ आजबाट पठाइदिए। ए 7 जनालाई एउटैमा होइन उता एउटा अर्को पनि पढ्नको लागि बुवाले पढ्नको लागि भनेर एउटा दिनुभएको छ। व्यवस्थापनको हिसाबले जति सरकारले अहिले गरिरहेको छ खाना लाउन खानाको व्यवस्था र यो सेनिटेसनको व्यवस्था चाहिँ ठिकै छ भन्ने उहाँहरूले भन्नुभएको छ। बिहान बेलुका खाना टाइममै छ खाना त यता एकदम टाइममा दिइराख्नु भएको छ हामीलाई। अनि टोयलेटहरू टोयलेट पनि राम्रो छ। सुकुम्बासी समस्यालाई यसरी लामो समयसम्म राख्न पनि मिल्दैन। तत्काल यो व्यवस्थापन होस्, किनभने यहाँ धेरै कुरा सामाजिक कुराहरू पनि आइसक्यो, सामाजिक समस्या आइसक्यो, आर्थिक समस्या आइसक्यो। अहिले चाहिँ हामीलाई तत्काल चाहिने सेवा सुविधा चाहिँ पाएका छौँ, तर यो पछिसम्मको लागि चाहिँ छिटोभन्दा छिटो व्यवस्थापन होस्। यो सरकार राम्रोसँग चलोस्, 5 वर्ष चलोस्, राम्रोसँग अगाडि बढोस् र त्यसको लागि किनभने ठुलो परिवर्तनपछि आएको सरकार सफल हुनुपर्छ। दर्शकबिन, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज 81 सुकुम्बासी बस्तीको अस्थायी होल्डिङ सेन्टर कीर्तिपुर पुगेका छन्। सुकुम्बासी राखिएको ठाउँको व्यवस्थापन लगायतका पाटो अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्। यो जति हटाइ